Hello and namaste guys, welcome back to my mini vlog guys। अनि आज चाहिँ रेणुकाको बर्थडे हो। हामी चाहिँ राति 12 बजे चाहिँ जाँदै छौं रेणुकालाई सरप्राइज दिनलाई। अनि पियुष आको थिएन नि त, धेरै ढिलो आयो। त्यो चाहिँ झन्डै 12 बजे आथ्यो। अनि मैले चाहिँ केक अगाडि नै किनेर भेनाजुलाई दिएको थिएँ राख्नलाई। मेरो घरमा फ्रिज थिएन नि त, त्यही भएर। अनि भेनाजुलाई चाहिँ भनेको राखिदिनु मजाले, भेनाले चाहिँ रक्सी खानु भएको रहेछ। अनि त्यो केकको चाहिँ हेर्नु न हालत, यस्तो हालतमा हामीले केक पनि अब कस्तो, मलाई त मनै खिन्न भयो त्यो केक हेरेर। त्यही नि अब के गर्नु, अब ल्याइसकेको थियो। अब यत्रो 12 बजे राति कहाँबाट हामी ल्याउनु, अब फेरि अर्को केक यस्तो धजिया उडिसकेको थियो। अनि त्यसमै सेलिब्रेट गरिदिन्छु भनेर अनि त्यसपछि हामी चाहिँ त्यहाँ भाइले उठाएर अनि त्यसपछि हामी तल गए रेणुकाको रुममा। अनि त्यहाँ ढोका लगाएको थियो नि त, अनि अङ्कललाई चाहिँ ढोका खोल्नु भनेर भनिरहेको थियो हामीले। अनि त्यहाँ केक चाहिँ लिइरहेको थियो, त्यो सबै मोमबत्ती जलिरहेछ। अनि बल्ल हल्ला गर्दा ढोका खोल्नु भयो। अनि त्यसपछि रेणुकालाई त पियुष भेनाजुले पुरै त्यो छिरछिरिया लगाइदियो क्या, त्यो के भन्छ बुझ्नु तपाईँहरू। अनि गएको त उसलाई त सबै थोक थाहा रहेछ क्या, मतलब मेरो भेनाजुलाई चाहिँ अगाडि नै भनिदिनु भएछ। के भन्छ बर्थडेमा कसको बर्थडे हो, कहाँ गछ तिनीहरू दुईजना, कता बजार गएको छ बर्थडेमा, कसको के भनेर। ल मलाई त अचम्म परे क्या म। अनि अब यही केकमा हाम्रो केकको चाहिँ बेइज्जत भइरहेको थियो गाइज। त्यही पनि अब होस्, सबै केकमा रमाउनु पर्यो। अनि जे भए पनि त्यत्रो राति यो बुढाबुढीको चाहिँ झगडा कहिले छुट्दैन। यो बर्थडेको दिन पनि किचकिच लातले हान्छ त के गर्छ, कुकुर बिरालो जस्तो जुदिरहेको हुन्छ हो। बर्थडेको दिन पनि अनरोमान्टिक केक ल्याइस् रे, के इज्जत छैन। मैले दिएको रोज पनि उसले बुढालाई स्वाट हानेर त्यो रोजको त खिल्ली उडाइदियो। तँ कति हाँस्छ, हेर्नु मेरो दिदी हाँसिरहेछ भन्दाखेरि। के गर्नु, अब जे भयो भने ह्याप्पी बर्थडे। अब अनरोमान्टिक भयो नि, जे भयो नि, यस्तै बर्थडे मनियो गाइज। के गर्नु नगर्नु। अब अर्कोचोटि चाहिँ राम्रो प्लान गरेर अनि रेणुकाको बर्थडे सेलिब्रेट गरिदिन्छु। यसपालि त यस्तै भयो, जस्तो भयो हेर्नु न। यो कुकुर बिरालो एउटालाई अर्काले कुट्छ, उसले उसलाई कुट्छ। ए राति पनि झगडा हुन छोड्दैन हो, त्यत्रो 12 बजे राति। अब के गर्ने, यो कुकुर बिरालो जति भन्दा पनि बुझ्दैन। अनि केक पनि अरे तितो लाग्यो अरे नै, केक पनि तितो लाग्यो अरे। अनि ल जा, अझै बोल्थ्यो, अझै त्यो छिरछिरिया त्यो स्प्रे त्यसको मुखमा हालिदिन्थ्यो भेनाजुले। केक काटेर अब हामी चाहिँ सुत्ने होइन। अनि भोलि बिहान चाहिँ अझै धेरै राम्रो भ्लग आउने छ। मलाई त बोल्नु दे होला गाइज। मैले सरप्राइजको धजिया बनाइदिएँ। मलाई सब थाहा थियो यिनीहरूको कारलामा कर्छु। ए बेवकुफ हे, यसलाई केही थाहा छैन, त्यत्तिकै नाटक गरेर सुतिहालेर भुइस पर्यो। उठाचोटि चाहिँ नै थाहा पार्नेछ। उठाचोटि नै थाहा पार्नेछ, उठाचोटि त सुतिहाल्छ नि। उठाचोटि बढी नै प्लान कति किन लागल छ नि। ओके गाइज, आजको लागि यति नै। मलाई बोल्नु ल, अब भोलि भेटौँला गाइज। अब राति चाहिँ मैले मजाले भ्लग पनि गरिनँ, त्यत्तिकै बनाइदिएको। अनि टल्किरहेको छ गाइज तेरो कहाँ के छ लगाएको, 20 लगाएको पनि मलाई। ओके बाई बाई गाइज, भोलि अर्को भ्लग आउनेछ नयाँ। यसको बर्थडे चाहिँ वैशाख 8 गते है। त्यो त 25 वर्ष भयो। अनि यो चाहिँ अझै 1 वर्ष धेरै ठुलो भयो। अब यो बुढी हुन लागिसक्यो, अब कहिले औ लट्ठी पक्रेर हिँड्छ होला। हस् त, बाई बाई।